नमस्कार, प्रभात पोस्टमा स्वागत छ। हामी घुम्ने क्रममा म र मेरा दुई बहिनीले धरानका घुम्न लायक धेरै स्थानहरूको अवलोकन गरिसकेपछि भेरेटारतर्फ उकालो लाग्यौं। यात्राको क्रममा गाडीबाट देखिने हरियाली, वनजङ्गल, घुमाउरा सडक र मनमोहक प्राकृतिक दृश्यहरूको आनन्द लिँदै हामी भेरेटार पुग्यौं। भेरेटार नेपालको एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो। धरानबाट छोटो यात्रामै पुग्न सकिने यस स्थानले चिसो हावा, सुन्दर पहाडी दृश्य र शान्त वातावरणका कारण पर्यटकहरूलाई आकर्षित गर्ने गर्दछ। स्काईवकको लागि हामी जाँदैछौँ अब उकालो। कान्छोले छिटो हिँड्नौ, यहाँ घरौँला मेरो गर्न नगर्ने भएको तिमीले। भेरेटार पुगेपछि हामीले स्काईवकको रमाइलो अनुभव पनि लियौँ। स्काईवकबाट वरपरका पहाड, हरियाली, जङ्गल तथा प्राकृतिक सौन्दर्यलाई माथिबाट निहाल्न सकिन्छ। त्यहाँ उभिँदा देखिने मनोरम दृश्य र रमाइलो अनुभूतिले हाम्रो यात्रा अझ विशेष र अविस्मरणीय बनायो। हाम्रो कान्छीलाई चाहिँ एकदमै गाह्रो भयो। छुट्टै सरेन रे, तल हेर्नु हुँदैन। यस्तै यात्रा, समाचार तथा जानकारीमूलक भिडियोहरूका लागि प्रभात पोस्टलाई लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद। मे गॉड ब्लेस यू ऑल।